हेलो एभ्रिवान, तपाईँहरूलाई फेरि पनि धेरै समयपछि मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी माममीको घरमा आएको। माममीको घरमा गएर हामीले खसीको मासु अनि वहीँको सुन्तला अनि कालो कोदोको ढेँडो खाएर आएको है। मैले खाएन, मैले माम मात्रै खाएँ। हाई साथीहरू, वेलकम टु माई हस्बेन्ड्स ब्लग अनि युट्युब च्यानल हिसम तामाङ, हिसम च्यानल, एन्ड वी आर वर्किङ इन द भिलेज। अनि हामी 3 दिन भयो। हामी चाहिँ यता ससुराल, म चाहिँ ससुराले आएको 3 दिन भइसक्यो। यहाँ यो मान्छे जन्मेको घरमा म चाहिँ अलि धेरै लङ बाटो भएर लट्ठी टेक्दै अलि थकाइ लागेको छ, पसिनाहरू निस्किरहेको छ। चिसोको समय छ तर पनि पसिना आइरहेको छ है हिँडेर। ज्याकेट लगाएको भए त झन् गर्मीले खत्तम हुन्थ्यो, बोक्नलाई नै अप्ठ्यारो हुन्थ्यो। यहाँ ब्याग पनि बोकिरहेको छु। यो नि मायाले बोकिरहनु भएको छ। यो नि गरौँ छ, यो नि गरौँ छ। यहाँ कोसिलेहरू छ नि त, हड्डीहरू के। अनि धेरै लामो बाटो रहेछ। जे होस् खुसी लाग्यो, रमाइलो लाग्यो। यहाँ लेक बेसी भन्ने कुरा त नगर्दै नै हुन्छ साथीहरू। यहाँ सबै डाँडा मात्र यताबाट बेसी त बेसी, तर कहाँ हो थाहा छैन बेसी। तर हामी चाहिँ पहाडमा छौँ। उता पारि पहाड छ, यता माथि पहाड छ, यता तलतिर भिर छ, यता वरिपरि सबै पहाडै पहाड। काठमाडौँमा बस्ने मान्छेले के थाहा गाउँ कस्तो छ भन्ने कुरा। गाउँ डुल्नुहोस् न एकचोटि थाहा हुन्छ। म बिहान राति 1 बजे चढेको, बेलुका घाम लागेर घाम डुबिसक्यो। त्यही पनि म त गाडीमै छु त। पृथ्वीको पल्लो पारे आएको जस्तो लाग्यो मलाई चाहिँ है। मेरो अनुहार चिन्छ कि मान्छेले। अनि यो यस्तो खालको खोइ के हो यो, कस्तो राम्रो रहेछ। तर ठिक छ, गाउँको हावा मिठो, गाउँको माया राम्री। घाम छेकिरहेछ। घाम छैन हो, घाम छैन। कता हो सोल्टिनी ब्याग बोकेर। सडक हो यो, सडक गाउँको सडक। यस्तो छ है साथीहरू, हेर्नु जङ्गल छ। यसलाई बनमारा भन्छ अरे। स्मेल इज भेरी 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 डेन्जर। यसरी चाहिँ ढुङ्गा निकाल्दो रहेछ है यहाँतिर चाहिँ। यो पत्थरवाला ढुङ्गा हुँदो रहेछ। एकदमै गाह्रो तरिकाले निकाल्नु पर्ने। यहाँतिर ढुङ्गा नै पाउँदैन। यहाँ एउटा भन्ज्याङ रहेछ। भन्ज्याङ रे, यहाँ एउटा वासस्थान होइन, मान्छे रेस्ट गर्ने। ल यो चाहिँ काली जस्तो रहेछ उताको। त्यस्तो उयो चाहिँ नगर्नु, टोक्न चाहिँ पाइँदैन ल। हेर्नुहोस् साथीहरू, यहाँ बादल छ माथि, बादलको मुनि पहाड छ, पहाडको तलतिर घरहरू छ। यति राम्रो भ्यू छ है। यता चाहिँ कुलुङ, त्यो पल्लो कुलुङ, यो नेपाली डाँडा, यो वल्लो नेपाली डाँडा, पल्लो कुलुङ, यो
माथि कुदाक कुदाक यता यो माथिको कुदाक पल्ला त्यहाँदेखि उता चाहिँ डिल खर्क भन्छ डिल खर्क डिल खर्क त्यता नि मान्छेहरू छ है चौकी डाँडा मम्मी त्यो कुदाकमा त हेलिकप्टर बस्छ डिल खर्क भोटे छाप त्यो माथि भोटे छाप चाहिँ यता भोटे छाप माथि ए डाँडै डाँडा त्यो हातबारी चाहिँ आङ्ला भन्ने अरुणपारीको आङ्ला यता माथि नेपाल यो हातबारी उभो यता यता पाटा चाहिँ आङ्ला ए यो त्यो यहाँबाट त्यो डाँडा उता त्यो अरुण खोलादेखि यताको चाहिँ हातबारी यता कुलुङ यता चाहिँ कुलुङ त्यो पल्लो कुलुङ यो नेपाली डाँडा यो वल्लो नेपाली डाँडा पल्लो कुलुङ यो माथि कुदाक कुदाक यता यो माथिको कुदाक पल्ला त्यहाँदेखि उता चाहिँ डिल खर्क भन्छ डिल खर्क डिल खर्क त्यता नि मान्छेहरू छ है चौकी डाँडा मम्मी त्यो कुदाकमा त हेलिकप्टर बस्छ डिल खर्क भोटे छाप त्यो माथि भोटे छाप चाहिँ यता भोटे छाप ए तबाट आउँदै गर्दाखेरि यहाँ दुईवटा बाटो आइपुगेपछि चाहिँ हामी कन्फ्युज भयौँ मायाले फोन गरेर सोध्दै हुनुहुन्छ अनि हामी तलपट्टि जाने हो कि माथिपट्टि जाने हो भनेर कन्फ्युज भएर हामीले फोन गऱ्यौँ अनि त्यसपछि हामीले थाहा पायौँ कि हामी माथिबाट जानुपर्छ भन्ने कुरा अब हामी लाग्छौँ यताबाट यहाँतिरको घरमा चाहिँ यसो ब्लू कलरको रङहरू अनि ग्रिन कलरको रङहरू लगाएर राखेको हुँदो रहेछ अनि यस्तो छ बाटो चट्ट गाउँलाई सुहाउने एभ्रिवेयर जङ्गल जाउँ न उकालो जाने ओके देन सडकमै ए ओके यो चाहिँ सर्टकट रहे है साथीहरू यो चाहिँ लङ यहाँ चाहिँ त्यो किरा चाहिँ एकदमै हुने रहेछ है मैले त लहरा भनेको होइन अब यो त ठुल्ठुलो रहेछ क्या हो यसरी ओबो हामी उकालो चढ्दैछौँ हामी चाहिँ अहिलेसम्म हिँडिरहेको छौँ हामी त्यो बाजे दिनुभएको खसीको इनर्जी अझै सकेको छैन अब घर पुगेर आराम गर्ने हो है यसरी हिँड्दैछौँ हामी यस्तै छ गाउँतिर अब यहाँ गाउँतिरको मान्छेहरूलाई फेरि यो गाउँ नै एकदम प्यारो के अब हामी उता काठमाडौँ सहर छेउतिर बस्ने विराम ठाउँ बस्ने भन्दा उता प्यारो तर यतिखेर मान्छेलाई सम्झाउनु चलाउनु हुँदैन सम्झायो भने यहाँ रोटी सकेपछि उतै पुग्छ सबै ल्याउनु भएछ मेरो माइले धन्यवाद अनि यतिखेरको मान्छेलाई सम्झायो भने यो ठाउँ प्यारो छ यतै बस्छ यतै रमाइलो छ यतै ठिक छ भन्नुहुन्छ हामीलाई चाहिँ गाह्रो छ यता सर्भाइभमा चाहिँ यसो सोध्छु कसरी सर्भाइभ गर्नुहुन्छ भनेर हामी चाहिँ यसरी सर्भाइभ गरिरहेको छौँ पानी खाँदै हिँड्दै रमाइलो छ गाह्रो पनि छ रमाइलो पनि छ तर चिसोको बेलामा पनि त्यो माघ हो नि त होइन माघमा पनि घाम त्यस्तो मजाले ठिकै घाम लागेको छ है अनि यो तातोमा चाहिँ हिँड्न पनि मजा आउने रहेछ तर अलि पसिना आउने रहेछ मेरो माइलो चाहिँ पसिनाले जिउ भिजिसकेको रहेछ है मेरो पनि पछाडि पसिना आइसक्यो तैपनि हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्छौँ हिँड्दै जान लगायत हाम्रो घर हामी चाहिँ धेरै हिँडेर थाकेको छौँ अनि हामीले सोच्यौँ हामी सिधै घर पुग्न सकिँदैन एकछिन हामी रेस्ट गर्नुपर्छ शीतलमा बसेर भनेर हामी मेरो माई बसिसकेको छ म नि बस्छ एकछिन साथीहरू साथीहरू अब हाम्रो फेरि यात्रा सुरु हुन्छ हामी एकछिन रेस्ट गऱ्यो अनि त्यसपछि हामी फेरि हाम्रो यात्रालाई कन्टिन्यू गर्दैछौँ ओ सबभन्दा पर गयो नि त ओ वाउ देख्न सक्नुहुन्छ त्यहाँ यो हाम्रो घर हो त्यहाँ पुग्नुपर्छ हामी माया कराउनु त यो माथि चाहिँ कामी चौतारा यो तलतिर लाग्नु पर्यो हामी हाम्रो घरतर्फ अब ओह्रालै उकालो भन्दा ओह्रालोमा हिँड्न गाह्रो छ हो साथीहरू गाउँघरतिर
यस्तो त चाल यो त सम्म बाटो भनौँ कस्तो ठाउँमा त लाग्यो अब आउँदै अझ यो त बाइकमा आउनुपर्छ रेस्ट गर्दै बाइकमा कुदाउँदै साथीहरू यो ठाउँमा चाहिँ हामीले भेडा पनि देख्न सक्नुहुन्छ यहाँ हेर्नु है कालो भेडा छ हेलो हेलो अब चाहिँ मैले मायालाई झुललाई दिएँ ल यो सानो बाटोबाट हामी माथि जान्छौँ यो बाटो त होइन होला है हामी आएको त होइन यो बाटो होइन है यो बाटो त हामी आएको होइन जस्तो लाग्छ तपाईँ भन्नुहुन्छ यहाँ म भन्छु होइन प्रभु मैले भन्छु होइन तपाईँ भन्नुहुन्छ यही बाटो हो म कसरी विश्वास गरौँ साथीहरू कहाँ हो मलाई त त्यो सानो बाटो चाहिँ हो मलाई थाहा भइसक्यो मेरो माया त भुलिहाल्दो रहेछ त माथि र यो सबै अलैँची हो यो अलैँचीको बोटहरू मासुमा हालेर खाने अलैँची हो हेर्नु न कत्रा जङ्गलै छ अलैँचीको देखो गाइस देखो न देखो इधर देखो अलैँचीको बोट देखो यही है इधर यहाँबाट चाहिँ हामी माथि जाने हो के कान्छी ओ कान्छी यो हो के बाटो यो कान्छी यो अघिको होइन त्यही भएर माथि पुगेर तलतिर हेर्नु भयो नि त अङ्कलले बानी हो यो माथिको चाहिँ हाम्रो नाना अङ्कलको जग्गा हो कि यो कहाँ छ त जग्गा मैले त जङ्गल र पहाड मात्र देख्छु त अलैँची पनि छैन खोइ यतिको त ड्याडीले गर्दा भयो ड्याडीले बनाउनु भयो मै ड्याडीलाई यो बेचेर छिटो हिँड्नु भन्नु तलतिर गाइस गाडीमा त बाबरे यस्तै गीतहरू मात्र बजेको छ आम्मामामा घाँटे यही गीतहरू मात्र केटाले प्रश्न गर्छ गीतमै केटीले उत्तर दिन्छ त्यही भित्र लभ पर्छ केटाकेटीको गीतमै लभ यस्तै गीतहरू सुन्दो रहेछ त फेमस पनि रहेछ त्यस्तै गीतहरू गाउँथ्यो सुनाउँदै हुनुहुन्छ त्यही त मेरो स्वर यस्तो एकचोटि गाइदिनु त ल भरे आउँछु सपनीमा त्यो त होइन है यस्तो गीत त बजेन यस्तो गीत चाहिँ बजेन है गाडीमा साथीहरू त्यहाँ पनि खोला छ के कहाँ सबसे डाउन जुमिट हो त्यो सबसे तल सानो खोला छैन ठुलो छ माथिबाट बगेर आएको चिर्खा खोला के भन्छ के खोला चिर्खा खोला के भन्छ चिर्खा खोला अनि ठुलो छ हो खोला माथिदेखि आउँछ माथि सारा र पानी घट्टामा कडा यस्तै हो यो गाउँतिर पनि यो गाउँकै लागि गीत बनाउँदो रहेछ अनि केटाले केटीलाई मजाले गाउँदै दोहोरी खेल्दै लभ पर्दो रहेछ यो तलतिर छ ऊ त्यो रोड रहेछ है
यो बाटो रहेछ, रोड रहेछ। यो सबै बारी हो साथीहरू, देख्न सक्नुहुन्छ। यो मान्छेले कमाउने। साथीहरू अब चाहिँ हामी घर पुग्नै आँटेको छौँ। यहाँ आउनुहुन्थ्यो अरे मेरो माया पानी लिन पहिला। यहाँ यो ठाउँमा पानी आउँदो रहेछ यहाँ। अब चाहिँ हामी घर पुग्छौँ। ओ साथीहरू, धन्यवाद तपाईँहरूले यो भिडियोलाई हेरिदिनु भएको लागि। अब हामी 1:30 मिनेटमै घर पुग्छौँ अनि हामी रेस्ट गर्छौँ। माथि पारी डाँडासम्म हामी गयौँ। पारी डाँडाको पारिपट्टि पनि गयौँ। बाजे बोजूसँग भेटघाट गऱ्यौँ, रमाइलो भयो। आजको दिन यसरी नै बित्यो साथीहरू। धन्यवाद, हेरिदिनु भयो, सहयोग गरिदिनु होला सब्सक्राइब गरेर। हामी अब ठ्याक्कै यसको पारिपट्टि अलिकति उता पर चाहिँ आमाको घर छ। एभ्रिवेयर अलैँची, अलैँची अलैँची अलैँची, तल अलैँची, माथि अलैँची। थ्याङ्क यू, बाई बाई।